चितवनको क्षेत्र नम्बर 3 बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट शोभिता गौतम, उहाँ एकदम चक पनि हुनुहुन्छ र पहिला काठमाडौँबाट उठ्नु भएको थियो। तर फेरि माओवादीको तर्फबाट रेणुका दाहाल, भनौँ न उता भारती बुहारी, तपाईको भोट कसलाई छ? र केही वर्ष पहिला पनि प्रचण्डले आफ्नी छोरी नजितेपछि मतपत्र च्यातेर यता गरी उता गरी र आफ्नी छोरीको जित बनाएकै हुन्। त्यो पनि एकदम जनताले एकदम ध्यान गरेर एकदम राम्रोसँग केलाएर हेर्नु होला। हुन त हामीलाई अब जसले जिते पनि जे गरे पनि कसैले केही दिने त होइन, किनकि राम्रो व्यक्तिलाई चुन्नु पर्ने आज लागि होइन कि भावी पुस्ताको लागि हो। हामीले 1 वर्ष राम्रो व्यक्तिलाई जिताइनौ भने 4 वर्ष तक रुनुपर्छ, आँसु नआए पनि रुनुपर्छ। के हो त भन्दाखेरि 2 चक्का मासुले र 2 लिटर तेलले र त्यसैले हो, अरूले होइन।